नेपालको सांगीतिक क्षेत्रको बारेमा कुरा गर्ने हो भने नेपालमा पुराना कलाकारसँगै नयाँ कलाकार जन्मिनेको संख्या पनि तीव्र देखिन्छ। कुनै पुराना कलाकार पहिलेदेखि अहिलेसम्म स्थापित छन् भने कुनै कलाकार स्थापित हुन नपाई विस्थापित भएका छन्। गीत संगीतको क्षेत्रमा अब्बल हुँदाहुँदै पनि स्थापित हुन नपाई विस्थापित हुने एउटा कलाकारको नाम हो रमेश लोहनी। गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वार्ड नम्बर 3 मा बुबा भीमबहादुर विक र आमा बेदकुमारी विकको कोखबाट जन्मिनु भएका लोहनीले सानै उमेरदेखि गीत संगीतमा रुचि राख्नुहुन्थ्यो। लोहनीको जाऊ है सानो जाऊ है, श्रद्धाञ्जली दिने मितिमा, तिमी बिन बाँच्दिन भन्दा भन्दै पनि, दशैं तिहारमा, नेपालमा राजनीति गर नामक गीतसँगै करिब आधा दर्जन गीत बजारमा छन्। जसमध्ये नेपालमा राजनीति गर भन्ने गीतको बारेमा उहाँसँग फोन संवाद गरेका थियौं। अनि धन्यवाद एलेक्स मिडियालाई सम्झनु भएकोमा। यो मेरो नेपालमा राजनीति गर भन्ने गीत कस्तो खालको भन्दाखेरि जहाँ नेपालको यो व्यथित राजनीतिलाई चाहिँ व्यङ्ग प्रहार गर्दै गरेको गीत हो है। जहाँ नेपालमा सयौं युवा युवतीहरू चाहिँ बेरोजगारी छन्, नेपालमा जागिर पाउन रोजगारी पाउन गाह्रो छ हो। यही बेरोजगारीलाई हतियार बनाएर नेपालका राजनीतिक दलका कार्यकर्ताहरूले चाहिँ नेपाली जनताका छोराछोरीहरूलाई चाहिँ राजनीति गर्नुपर्छ, राजनीतिमा आउनुपर्छ, मेरो पार्टीमा आउनुपर्छ, राजनीति गर्यो भने चाहिँ भविष्य बनाउन सकिन्छ, भविष्य भनेको चाहिँ राजनीतिमा छ भनेर एउटा लोभ देखाएर चाहिँ आफ्नो पार्टीमा प्रवेश गराएर आफ्नो पार्टीलाई चाहिँ दोहोरो बनाउने एउटा जुन राजनीतिक पिटो खेल छ हो, यही खेललाई चाहिँ व्यङ्ग प्रहार गर्दै गरेको गीत हो, जुन म चाहिँ तपाईँहरूलाई एक टुक्रा सुनाउन चाहन्छु है त। देश प्रेमी जनताहरू सिधा सिधा हुन्छन्, चिफलाई भाषण दिए पुग्छ फिदा फिदा हुन्छन्, चुनाव आउने बेला मात्रै गाउँमा जानुपर्छ, दुई हात जोडी खिस्सा हाँसे थुप्रैबाट झर्छ, किन मान्छ डर भविष्य बनाउनु छ भने नेपालमा राजनीति गर। रमेश लोहनीको गीतको पहिलो अन्तरा सुनेपछि हामीलाई त्यही गीतको अर्को अन्तरा पनि सुन्न मन लाग्यो र हामीले अर्को अन्तरा पनि गाउन भनेर उहाँलाई अनुरोध गर्यौं। उहाँले पनि मेरो अनुरोधलाई स्वीकारेर मुसुक्क हाँस्दै दोस्रो अन्तरा पनि सुनाउनु। धन्यवाद, मन पराइदिनु भएकोमा खुसी लाग्यो। ल तपाईँको अनुरोधलाई स्वीकार्दै चाहिँ मैले अर्को टुक्का चाहिँ गाउँछु है त। भ्रम छोडौँ जनतालाई विकास गर्छौँ भनी, देशकै जग्गा बेची बेची बन्नु पर्छ धनी, कोशी नदी बेचिसक्यौँ बेच्यौँ लिम्प्याधुरा, सगरमाथा बेच्नलाई चलिरहेछ कुरा, किन मान्छस् र भविष्य बनाउनु छ भने नेपालमा राजनीति गर। साँच्चीकै श्रोता दर्शकबिन एउटा राम्रो कलाकार बन्नको लागि राम्रो प्रतिभासँगै दर्शक श्रोताको पनि ठूलो हात हुन्छ। गायक रमेश लोहनीसँगको यो छोटो मिठो कुराकानी कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला।